गाइज वेलकम ब्याक टु भेडे ब्लग। यो चाहिँ मेरो फर्स्ट ब्लग हो होइन। आजबाट म सुरु गर्छु भनिरहेको छु रेगुलर। प्लेनको मृत्यु भएको छ र उल्टो होइन कि यहाँ सिधा कस्तो यिनीहरूले मलाई पढ्न जस्तो लागिरहेको छ। ल नेपाली पढ्दै त खुरुखुरु ल कत्रा पढ्छ क्या यसले ल नेपाली ल। यसै गरी आजको आज होइन हिजो नेपाली कान्तिपुर लेख्यो कि नेपालीमा ल पढ्न ल पढ पढ। भारतमा ठुलो दुर्घटना भएको छ र यसै गरी हाम्रो 2000 भनेको सरी 204 जनाको त्यही तत्काल मृत्यु भएको छ र 2 क्लासमा 3 टा विषय लासी यस्तै हो के अरे फेरि भन्दै 2 क्लासमा 3 टा विषय लासी यस्तै हो 2 क्लास भन्नु त नहाले म साइबर केस हालिदिन्छु यसलाई भन्नु त ल हामी के म काठमाडौँ जान भन्दाखेरि के त्यो आफ्नो त्यो के भन्छ डेट अफ बर्थहरू बनाउनको लागि के 10 को दिएपछि कि त्यहाँ हामी गेम खेल्न जान्छ सेमी फाइनल खेलेर गति त त्यतिखेर म 10 को एसी दिएर नाबालिकै केटा हो नाबालिक 55 12 को तिर गति छ। अब हामी यहाँबाट अब गुफातिर चल्दै छान्छौँ। अब मेरो स्कुटर चाहिँ मान्छे राइड हान्नुहुन्छ ल हेलमेट चाहिन्छ होला ल गाइस। अब हामी चाहिँ चल्यो गुफातिर होइन। अब किन राइड हान्छ के अरे अब मैले भिडियो बनाउनु पर्यो। अब आजबाट सुरु हान्नु भनेको भ्लग अब के हुन्छ अब हेर्नु लास्ट बिग्रियो के जाम 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 कहाँबाट हो यहाँबाट हो जाम अफरोड हाम्रो विकास किङ होला जाम जाम ए जाम बाटो थाहा भयो नि केटा है हामीलाई बाटो नआए नि हामी हिँडे होइन अफरोड जङ्गलको बाटो ल है त अब जहाँ पनि चाहिँ त्यहाँनिर देखाउँछु मैले अब हजुरलाई यस्तो बाटो यता चाहिँ बाटो चाहिँ खतरा लगाएको के अरे अब एउटा हो धम्ने हाम्रो एक्सी भएको यार यहाँ कन्ट्रोल छ है दादा कन्ट्रोल है त्यो देखाउनै पाइनँ क्या मैले कन्ट्रोल छ मेरो क्यामेरा चाहिँ घरि 0.5 झरी 1 भएको छ। मलाई पनि थाहा छैन मैले के गर्नु भनेर। अब हेरौँ भिडियो कस्तो आउँछ। अब राम्रो आउने हालिदियो नराम्रो आउने अब त्यस्तै हो फेरि बनाउने अब भोलि के गर्ने त अब यस्तो बाटो चाहिँ अलि ठिकै हो तर अब त्यस्तै हो अब बाटो त के भन्ने नेपालको बाटो अब नेपाली हो नि त नेपाली भएपछि अब जहाँबाट नि अब कहाँ गुफा छैन म फर्केर आएको भाइले थाहा भन्छ पछाडि बसेको गोरे भाइलाई थाहा छ अरे। अब यो भाइले कहाँ लान्छ अब हाम्रो गन्तव्य कहाँ हाम्रो ओ भ्यू हेर्नु गाइस हल्लिएर केही खाइलाग्यो होइन खाल्टो है खाल्टो। हामी त कहाँ आइयो ठाउँै थाहा छैन यस्तो छ ए ठाउँ चाहिँ खतरा छ कि बेलुका हिँडेर डलाउँछ होला है यो बाटो है त गाइस लगातार बाँस गाडी आयो यस्तो बाटो हिँड्नु त आफै डलाउँछ बाटो देखाउनु भने के देखाउनु अब आइसक्नु होला हजुरहरू म फर्स्ट हो त्यो यसो देखाइदिउँ भनेर हो के अरे जाँदाखेरि पो फुल धुँदा जस्तो छ हो बाटो त विकास फेरि तेलै छैन कि इमा आएकै हो तेल इमा भएको 2 दिन भइसक्यो कति हो दिन्छ मतलब अझै पुहाएर पुगिरहन्छ जस्तो लाग्छ मलाई। बाटा रोक्यो भने त के थाहा हो ए अरूको रुख अरू छैन फेरि यहाँ सकिसकेको छ सिजन पनि सक्यो होला है अरूको त अब त यो चाहिँ सुन्तलाको रहेछ यहाँ चाहिँ हाम्रो गाडी स्टार्ट छ फेरि होइन धरा यस्तो स्कुटरमा चाहिँ यस्तो धेरै उस हुन्छ क्या बााउन्स हुन्छ क्या फेरि यस्तो पछि बाटोमा बाइकहरूमा हुन्छ हजुरले याद गर्नुहुन्छ होला होइन यसको चलाउने बाइक चलाउनुले होइन यस्तो खतङ खुतुङ छ बाटो नै अनि के भन्नु गाह्रो छ नि सुन्टाउनै रोड रहेछ यता कहाँ सिजन आउने हाम्रो घरमा पनि छ नि त्यो सब 12 महिना फल्ने कुन होला भन्नु फ्रुट अब भन्नु अहिले यति कति थाहा पाइन्छ ल मलाई यसो अलिकति होला नि त भन्न यति छैन तेल भ्याइएको जस्तो लाग्यो उता भिडियो बन्यो कि नै
म हेरमै अल्झियो हाम्रो अल्झियो जस्तो लागिरहेको यार मलाई बाबु किन यताबाट च्यापेर हाल्ने यताबाट च्यापेर हाल्ने यतैबाट हाल्ने चिप्लिन्न क्या चिप्लिन्न हाम्रो बाबुले माथिबाट हाल्ने माथिबाट हाल यता माथि माथि यता माथि बाबु न उल्टा है बाबु हेर मैले मोजा लगाएको बाबु हेर अब यता माथि हाल यता माथि हाल हो सही हो हाल हाल बाङ्गे भएको ओके बाटो त यस्तो छ हेर्नु हेर्नु न बाटो ए बिचबाट हाल सिधै मुनिबाट किन हालेको छ नि बाबु माथिको भर छैन यार तर बिचाइदिन्छ यार माथिको त बरु खुट्टा राख्नलाई त हुन्छ नि साइड साइड हो सही हो ए हामी खै कहाँ आयो गुफा आउनु न टाइम त बितिहाल्यो थियो त्यहाँ लिचुचोन जाने थियो रातो अहिले म देखाउँछु हजुरहरूलाई त्यो नपाए पनि चोरी हो अन्त चोरी हो सोध्न पाइन्न होला सायद मान्छे छन् होइन झट्टै खै अब पाइयो भने देखाउँछु के अरे अब पाइएन भने त त्यस्तै हो अब हेर्नु टाढको हालत यहाँ धन्दै गोटी सर सक पनि बढाएर हेर्नु त दोस्तो यो बाइक त केही भएन मेरो स्टुडेन्ट त कस्तो माटो फाले हेर्नु त बाटो यस्तो बाटो पनि कोही छैन हामी 4 जना मात्र हो यहाँ भुतले खायो भने भुतले खायो जामग्रा हो हाम्रो डर लागेर चाहिँ डराइसकेका छन् यसै गरी यहाँबाट बाटो हेर्नु न ए खुल्लो छ यार बाटो चाहिँ जान्न होला यार थाहा जान्छ कि जान्छ बाबु अब यहाँबाट गयो भने अब टायर होइन टायर बेग्लै चाहिँ अलि सानो पर्छ गाई चाहिँ हाम्रो गाईको ल हेर्नु घोड्यो यार हेर्नु त कत्रो गढ्यो होला त नि बाइकै अडिन्छ होला छोड्यो एकचोटि अडिन्छ होला यार अडिएन बाटो सक्नुहुन्छ गाई ल हेर्नु हाम्रो स्ट्यान्ड बिना अडेको छ यस्तो बाटो हेर्नु है त यहाँ हेर्नु है कति लाग्छ यहाँबाट अब फर्किनु भयो यार अब के गर्नु ल भाइ ल यस्तो खिच हामीले तान्छौँ यस्तरी उस्तै खाऊ है हजुरको हार्डवर्क होइन भाइ अलिक है ए भाइ टायर हेरौँ त टायर हुनु गाइज बाइकको हालत मान्छे राइडर जान्ने भएर अघि हालेको नतिजा यही हो गाइज अब हेरौँ अब हामी त अब त्यस्तो हामी गयो त ए भाइ पछि गयो त केही नि हुन्थेन छिर्दै होइन पुरै छिर्दैन टायर त पुरै डुब्थ्यो होला क्या होइन ल अब हामी यहाँबाट जान्छौँ अब म पुगेन म अर्को दिन नेक्स्टमा देखाउँछु म वहीँ गएर उता हेऱ्यो अझै मोटीले 100 रुपियाँ दिएको थियो मसँग कति 70 कि 60 थियो 1 लिटर तेल हालेर आयौँ घर तर पुगेको त्यतिले नि आयो तर डियो चाहिँ खतरा हो कि स्कुटर चाहिँ पावर चाहिँ उस हुनुपर्छ क्या त्यो घुम्ने कुरामा चाहिँ उस हाल्नुपर्छ क्या त्यो प्लेजरको गेडा हाल्नुपर्छ त्यो 6वटा हुन्छ नि हो त्यो हाल्नु अनि अलिकति त्यो तेल अलिकति खाने अलिकति बढाउनु यस्तो खतरा दिन्छ पिकअप छोडिदिनु मैले त्यस्तै गरेको यस्तो पिकअप छ स्कुटरको तेल पनि माइलेज पनि खतरै दिन्छ अब मेन्टेन गरिराख्नुपर्छ मुडुल बेला हेर्ने सर्भिस गर्नुपर्छ त्यति गरेर अन्त बाइक त खतरा हो कि थाहै हुन्न फेरि त्यस्तो एन्टकसँग कम्पेयर गर्न त मिल्दैन एन्टक भनेको एन्टक हो तर चाहिँ डियो चाहिँ खतरा हो फेरि यसको रिसेल भ्यालु पनि छ नि फेरि है यो भाइले हामीलाई बेकारमा ल्यायो यार यो भाइले न हामी गुफा पुग्यो तेलको सत्यनाश बाटो पनि खाएर हुन्छ त्यस्तो खाएर हुन्छ अनि त्यस्तो भएको थाहा म अहिलेसम्म यहाँ आएको कसैको भिडियोमा देखेको छैन कि यहाँ आउनु त होइन होला नि होइन थाहा भएन मलाई चाहिँ तर मैले देखेको छैन कि अहिलेसम्म फर्स्ट टाइम हाम्रो भ्लगमा आउँथ्यो होला आउँथ्यो होला आउन सक्थ्यो होला तर हाम्रो के भन्नु बाटोले पनि त्यस्तै हो धोनी कार्यक्रम हुँदैछ हाम्रो साथी धोइदिन्छ यता चाहिँ मोजा खोल्न पर्यो दोषको ल धो है धो राम्रोसँग तिलिक्क बनाइदिए बाबु तिलिक्क अब हाम्रो यहाँ तिलिक्क हुन्छ केटा हो ओ यहाँ त भित्र हाल्न ला खै फेरि गाडीलाई दोष फोहोर आउँछ कि स्कुटर यो कस्तो साइकको हजुर यहाँ टेक्नु न कहाँ सक्ने त्यो बुढा उठ्नु सकिन्छ र यार त्यहाँदेखिको ढुङ्गे त साँदैन अलि मिल्दैन नि अङ्कल यहीँबाट गए मात्रै हो
यता आउनु बोकेर लिएर गइदिनु जाँदैन के भन्दैन अङ्कल यता ढाका अलिकति पल्टाइदिनु यता ल्याइदिनु नि यो अङ्कल फेरि चिप्लो होला अङ्कल फेरि जुत्ता लाउनु हो च्यात्त जाला फेरि अङ्कल यत्तिको चाहिँ हेल्प चाहिन्छ है अहिले अहिले त नजिक अहिले त उयो राख अहिले त राख के अङ्कलले यत्रो गएर आएर मैले डेमो देखाइदिन्छु ल अङ्कल ल ए अङ्कल यति गइसक्नु भयो ए अङ्कल गइसक्नु डेमो दिएर बस्दा यार साइको रहेछ यार अन्छ यार अङ्कल गइसक्नु मलाई घरबाट फोन आउनु बेला हुन्छ धेरै हिँड्न के त्यसँग अब त्यो बाटो देखेन यहाँ जाने कहाँ हो त्यहाँ उसै बाटो चाहिँ देखेन कि यहाँ कहाँ जाने त सबतिर तारै तार्ला यस्तो छैन कि बाबु यहाँबाट त मोरिन्छ भाइ यहाँबाट त मोरिन्छ त बन्द भन मलाई खास तिमीलाई हो बाटै छैन यार गाडी चार कहाँ के नि त नि अघि उहाँबाट हो जस्तो लाग्यो कि यताबाट हो कि भाइ बाटै छैन यता त बाटै छैन क्या नि हो मेरो पनि फोन आउँछ अब भोलि हामीलाई प्लान बनाएर आउनु मैले खिच्नै डर लाग्यो बाबा भाइहरू 4 जना उहाँ हुनुहुन्छ उहाँ तर्फिँदै थियो मलाई खिच्नै डर लाग्यो यहाँ हाम्रो दोस्तको यहाँ हो ऊ बाबु लिची चोर्न गएको होइन तिमीलाई फोन आएको तिमीले फोनै उठाएन कि हाम्रो यही अनुप यही घर यसकै घर मुनि लिची भएको ल दोस् मोटु आएन मोटु हिँड्न त आउन थाहा छैन ल ल खिन्छ हेर्नु है पर्गन नगर बेलुकामा तर हाम्रो जाने बाटो नि यो हो है अब हामी चाहिँ अब म घर पनि मेरो घर पनि अब टाढा होइन म आउन पाएँ अब आजलाई यति गरम है गाई अब यो भ्लग चाहिँ छिटो आउँछु छिटो हाल्छु म होइन अब यो भ्लग कस्तो बन्यो भन्ने कुरोमा भर पर्छ राम्रै बन्यो भने राम्रै एडिट गरेर मजाले एडिट गरेर टाइम लाएर एडिट गरेर भिडियो हाल्छु अन्त भाइ अब नराम्रो बनेको त्यस्तै हो अब मेरो घर आउँदा आयो आज यतिलाई सिउ टुमारो